छोरीलाई चाहिँ आज साँधेको चाउमिन खान मन लागेछ अनि मलाई साँधेको चाउमिन बनाएर खुवाउनु न भन्दै कहाँदेखि यो चाउमिनको प्याकेट लिएर आइछ अनि मैले चाहिँ यसलाई भित्र लगेर कराईमा पानी बसाएँ अनि पानीमा चाहिँ बेसार तेल नुन हालेर केही बेर उम्लिनको लागि छाडिदिए। पानी उम्लेपछि चाहिँ मैले त्यसमाथिबाट चाउमिनलाई राखेर उमालेको छु। चाउमिन पाकिसकेपछि चाहिँ मैले यसलाई चिसो पानीले धोएको छु अनि यसको पानी तर्याउनको लागि साइडमा राखिदिन्छु। अनि कराईमा चाहिँ तेल तताएर मैले अदुवा लसुन धनियाँ र प्याजलाई हालेको छु अनि त्यसमाथिबाट मैले धुले खोर्सानी मिक्स मसला बेसार र नुन हालेर यसलाई राम्रोसँग चलाउँदै पकाएको छु। अनि माथिबाट चाहिँ मैले तिल टमाटर र आलुलाई पनि हालेको छु। अनि आलु चाहिँ राम्रोसँग फ्राई भइसकेपछि मैले थोरै सोया सस अनि चाउमिनलाई राखिदिए। त्यसमाथिबाट करेन्ट चाउचाउको मसलालाई हालेर कागतीलाई निचरिदिएको छु। मजाले कागतीलाई निचरेर हालिसकेपछि चाहिँ मैले यसलाई हातैले सबै मरमसलाहरू लाग्ने गरेर मोलिदिएको छु। अनि यो चाहिँ मोलिसकेपछि हेर्दै खाउँ खाउँ लाग्ने साँधेको चाउमिन चाहिँ बनेर रेडी भइसकेको छ। अनि यसलाई चाहिँ हामी 3 जना मिलेर टेस्ट गरेको। यो चाहिँ एकदमै मिठो बनेको थियो। सबैभन्दा धेरै चाहिँ मेरो छोरीलाई मिठो लाग्यो अरे। तपाईहरु पनि यो सिम्पल साँधेको चाउमिन वाला रेसिपी चाहिँ घरमा एकचोटी बनाएर खानु होला। अनि यस्तै रेसिपी वाला भिडियो हेर्नको लागि चाहिँ तपाईहरुले हाम्रो च्यानललाई फलो गरिदिनु होला।